काठमाडौँको मध्य भागमा अवस्थित सपनाको बगैँचा गार्डन अफ ड्रिम्स सहरको कोलाहल बीच शान्तिको एउटा सुन्दर बगैँचा हो। यसको शान्त वातावरणले यहाँ आराम गर्न, पुस्तक पढ्न वा सहरको भिडभाडबाट टाढा विश्राम गर्न मद्दत पुर्याउँछ। यहाँ भ्रमण गर्न उत्तम समय भनेको वसन्त र शरद ऋतु हो, अर्थात् मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्म। यस समयमा भ्रमण गर्दा सांस्कृतिक तथा सङ्गीतात्मक कार्यहरूको पनि आनन्द लिन सकिन्छ, जसले अनुभवलाई अझ रोचक बनाउँछ। यो बगैँचा, जसलाई गार्डन अफ ड्रिम्स भनिन्छ, केशर शमशेर जङ्गबहादुर राणाद्वारा योजनाबद्ध गरिएको थियो। केशर शमशेर जङ्गबहादुर राणाको निधनपछि बगैँचालाई नेपाल सरकारलाई हस्तान्तरण गरियो, तर लामो समयसम्म यसको उचित हेरचाह गरिएन। यद्यपि 7 वर्षको सुधार कार्यपछि बगैँचालाई यसको मौलिक रूपमा फर्काइयो र आधुनिक सुविधाहरू पनि थप गरियो। आज यो बगैँचा काठमाडौँ सहरको हलचलबाट एक शान्त ठाउँमा रहेको छ, जसको आकार 6895 वर्गमिटर छ। यहाँ नेपालका प्रत्येक 6वटा ऋतुहरूका लागि समर्पित नियो शास्त्रीय मण्डपहरू, फोहराहरू, सजावटी बगैँचा, फर्निचर, गमला, चिनिया मुनगेट र एक ठुलो केन्द्रीय पोखरी जस्ता प्रमुख तत्त्वहरू छन्। प्रवेश शुल्क नेपाली नागरिकहरूका लागि सामान्य प्रवेश शुल्क 150 रुपियाँ रहेको छ भने विदेशी नागरिकहरूका लागि 400 निर्धारण गरिएको छ।